अब हामी पनि पकाएको बनाउनुपर्छ ठुलो कराइ छ त्यसमा बनाउनु त्यसलाई आधी आधी काटेर लामो हुन्छ 2 मिनेट जति यो के रहेछ यो यतिकै होस् पिस यस्तो बबाले भइसकेको छ अब चाहिँ हामी यसमा अब हाम्रो अदुवा के एड गर्नुपर्ने हुन्छ है लास्टसम्म हेरिदिनु होला भिडियो अब अरू के लाग्यो र गाइज हामीले कराईमा पनि हालिसक्यौँ अब यसलाई चाहिँ हामी फ्राई गर्दैछौँ सो फाइनली गाइज हाम्रो चाहिँ रातो पनि भइसकेको छ कराईमा चट्टोसँगले खाउँ खाउँ मन लाग्ने के भन्छ आधा नै के भने यो मसला हो एउटा साह्रै रियल देखाउने क्या है Few moments later. फाइनली गाइज हाम्रो चाहिँ बिरयानी पनि पाकिसकेको छ सो गाइज हाम्रो चाहिँ बिरयानी पनि पाकेर रेडी भइसकेको छ अब हामी खाँदैछौँ टेस्ट चाहिँ कस्तो लाग्यो नुन कस्तो लाग्यो कमेन्टमा यसो भनिदिनु होला भिडियो मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला थ्याङ्क्स फर वाचिङ